हेलो गाइस, वेलकम टु माई अनदर सर्ट भ्लग है। हाम्रो साथमा हुनुहुन्छ आज राणा सरकार। हेलो गाइस, हामी चाहिँ आज अब कता जाँदैछौँ भने जलेश्वर महादेवको दर्शन गर्न जाँदैछौँ है। हामी दुईजना एकदम भाइरल ठाउँ, एकदम रूपा गाउँपालिका 8 नम्बर 6 तालबेसीमा हाम्रो जलसिद्ध महादेवको मन्दिर, त्यहीँ जाँदैछौँ। हामी चाहिँ त्यहीँ जाँदैछौँ। अब यही हो, यहाँ चाहिँ ट्याक्कहरूमा चाहिँ जलेश्वर महादेव बस्नुभएको छ। अब के गरेर बस्नु भएको भन्ने चाहिँ हामी अघिल्लो भिडियोमा बताउँछौँ होइन। अब हजुरहरू जाम होइन, के रहेछ के कसो रहेछ हामी त्यहाँ गएर हेर्छौँ होइन। जस्ट सर्ट भ्लग मात्रै है, 1-2 मिनटको। हामी अब खासै काम त थिएन, अनि यत्तिकै डुल्दिउँ न त भनेर अनि दुईजना आइयो। त्यहाँ रहेछ अब यहाँ डोजरले खन्ने क्रममा त्यो काठबाट पानी माथि आउँदो रहेछ। अब त्यो पानी माथि राइज भएर माथिबाट खसेको भन्ने मिल्छ। अब यहाँ चाहिँ जलसिद्ध महादेव भनेर यहाँ चाहिँ अब नामाकरण भइसकेको रहेछ। सो हामी चाहिँ यहाँ आइपुगेका छौँ। अब कस्तो छ यहाँको दृश्य चाहिँ हजुरहरूले हेर्न सक्नुहुनेछ है। अब युट्युबमा भाइरल चाहिँ बवालै भएको थियो होइन, टिकटकमा भाइरल। अपिलले भन्थ्यो उहाँ जेसिबी तान्दा जेसिबी भत्क्यो, भाँचियो। अब भाँचिएको के अरेको अब राणा दाइरामा भएर यहाँ दर्शन गर्दैछौँ होइन। पानी चाहिँ त्यसरी माथि आएको रहेछ होइन तलबाट। अब यो ठुटोमा अब वर्षौँदेखि पानी जमिरहेको होला होइन। अब त्यो राइज भएर चाहिँ अब पानी चाहिँ माथिबाट तलबाट माथि आउने क्रममा आइहाल्यो होइन। अब यो सधैँको यो ठुटो कुहिएर सकिएको छ होइन। अब यहाँ पब्लिकहरू भन्नु चाहिँ अब यहाँ निकै आस्थान राखेर आउनुभएको छ। सो यही भन्नको लागि हो। यो चाहिँ अब ठ्याक्क रुपताल लिइरहेको होइन। अनि यहाँ चाहिँ यताबाट घुमेर आउँदा नि हुन्छ, यताबाट बाटो आउँदा नि हुन्छ। यता बाटो चाहिँ बन्द छ। के भन्न चाहनुहुन्छ हजुरले, के भन्न चाहनुहुन्छ? म यो बारेमा खासै एकदम अनभिज्ञ नै छु। यो चाहिँ रुपताल खन्ने क्रममा चाहिँ डोजरले अब खन्दै जाँदाखेरि चाहिँ यहाँ ठुटो अब पहिल्यैदेखि नै यहीँ रहिरहेको र डोजरले खन्ने क्रममा अब पानी निस्कियो। कोइन्सिडेन्स नै कस्तो भयो, शिवरात्रिको दिन नै निस्कियो र अब निस्किसकेपछि यहाँको स्थानीयले अब यो त देउतै हुनुपर्छ, देउताको शक्तिले नै माथि आउनुपर्छ भन्ने तरिकाले चाहिँ अब त्यही छ यहाँको स्थानीयको भनाइ। अब अहिले चाहिँ जलसिद्ध महादेव मन्दिर नरेपर्छ दाइ, भ्लग भाइरल गर्नुपर्छ। अब यहाँ अचम्मको कुरा के निस्क्यो भने गाइजहरू होइन, 12 वर्ष नबोलेको बच्चा यहाँ आएर छोएपछि चाहिँ 12 वर्षको बच्चा बोल्यो अरे। अब मैले हरेक इक्जाम दिँदा एकचोटि यहाँ आएर कलमलाई ट्याक्क हेरी यहाँ छुवाएर होइन ट्याक्क म इक्जाम दिन जान्छु हेरेँ। त्यति बसी कलमले आफै लेख्छ भन्ने चाहिँ मेरो धारणा छ। अब हजुरहरूको के धारणा छ कमेन्टतर्फ रिभ्यू गर्नु होला होइन। अब के हो कसो हो भनेर अब हजुरहरूले यहाँ देखिसक्नु भएको छ। एकचोटि आएर यहाँ एक्सपिरियन्स गर्नुहोस्, अनि मेरो युट्युबमा आएर कमेन्ट हाल्न चाहिँ नबिर्सनु होला। सक्रिफाइज पनि गर्नु होला मेरो च्यानललाई है, लाइक सेयर अनि के भन्छ अरे सक्रिफाइज गर्नु होला। यही छ।